सबै आएको भए पो दुईटा छन् के गर्नु त नि ल हिँड्यो पिकनिक यता चाहिँ हाम्रो गिटार बज्दै हुनुहुन्छ रक स्टार हो यता चाहिँ हाम्रो कोच सर पनि हुनुहुन्छ अलिकति अलिक कमाबिसकै देखाउनु त यस्तो भनेर हामीलाई तिराउँछ अहिले एकछिनमा धुलो चाहिँ लास्टै धुलो रहेछ यो ज्याकेट त अर्कै लगाउनु पर्ने छ के गर्नु ल आजको हाम्रो देखेको छ के ताल हो थाहा छैन ताल चाहिँ तर यात्रामा छौँ हामी यता हुनुहुन्छ बाई हाई गर्नु साथी हाम्रो यता रक स्टार आउँदै हुनुहुन्छ यताको भ्यू चाहिँ कता के हो ठाउँको नाम चाहिँ थाहा छैन अब यस्तै हो भाइरल गाउँ त्यहाँ चाहिँ गाउँ चाहिँ अलिक राम्रो रहेछ त्यो एरिया चाहिँ कुन हो त्यो यतातिर सरी हामी ल फाइनली बुढेबासको बस्तीमा पनि कस्तो राम्रो यहाँ चाहिँ भिडियो बनाउनु पर्थ्यो हाम्रो ग्रुप चाहिँ यस्तो छ तर आउने बाँकी छ कतिजना आउँदै हुनुहुन्छ माधव सरको नि ताल परेछ ठिकै पऱ्यो पछाडि आउनुभयो भेट्नु भएछ यता चाहिँ हाम्रो सामानहरू छ अटोमा आउने मान्छे ठिकै भएछ त पछाडि भन्दा पनि म भन्दा पहाडी थुप्रै हुँदो रहेछ ए मलाई के पहाडी भन्नु आजको हाम्रो टुर चाहिँ अब स्टार्टिङ हुँदैछ यहाँदेखि चाहिँ यता हिँडेर जानुपर्ने हुन्छ हामी चाहिँ सरहरू चाहिँ जानुभएको छ उता चुल्हा आगो फुक्ने हामी चाहिँ यहाँदेखि सामान लग्नुपर्ने हुन्छ सामान लगेर चाहिँ यहाँदेखि हिँडेर जानुपर्ने हुन्छ हामी चाहिँ यस्तो रहेछ यतातिर ठाउँ चाहिँ यस्तो कहाँ हो यो चाहिँ के अरे खै के धपताल के ताल अरे हामी चाहिँ आएको यता सेवा सुविधा चाहिँ रहेछ यता र सबै लक तर लक छ कि क्या हो तर राम्रै रहेछ यो धपताल के अरे झप्पट ताल झप्पट झप्पट कि झप्पट अन्त धप्पट जस्तै देखेको थियो नि त गेटमा ए तरिका धर तल हामी त त्यस्तो भाषा त बुझ्दिन भाइ ठाउँ चाहिँ कस्तो दामी क्या आम्मामामा यस्तो छ भने नि हामी चाहिँ त्यहाँ जानुपर्ने हुन्छ
यस्तो राम्रो क्या ठाउँ चाहिँ तर आजको चाहिँ यस्तो छ। हामी चाहिँ त्यहाँ तल जानुपर्ने हुन्छ अब। साथीहरू हामी चाहिँ जाँदैछौँ, अरू चाहिँ पछाडि नै आउँदै हुनुहुन्छ। हामी चाहिँ जाँदैछौँ यता तल अरे सामान यसरी बोक्दै आफै सामान चाहिँ अटोमा ल्याउनु भएको छ। कसैले चाहिँ कसैको बाइकमा तिरबल डबल गर्दै हामी चाहिँ आएको छौँ, कोही स्कुटीमा कोही बाइकमा। हजार ए आउँदै हुनुहुन्छ। अनि त्यसपछि हामी चाहिँ अब कति बजी सक्यो, अहिले छिट्टै आउने कुरा चाहिँ थियो तर धेरैजनामा यस्तै हुन्छ। हामी चाहिँ केराबारी वडा नम्बर 1 भरिको आज 5वटा स्कुलको छौँ हामी चाहिँ। अनि त्यसपछि के अरे वडाको पनि हुनुहुन्छ, अनि यसपछि स्वास्थ्यको पनि छौँ हामी। त्यतिजना चाहिँ आज हाम्रो पिकनिक छ साथीहरू। तर राम्रो ठाउँ चाहिँ क्या, अम्बो कस्तो दामी क्या। मलाई त यो सिनै देखाउनु मन लाग्यो तपाईँहरूलाई। यतातिर साथीहरू आउँदै हुनुहुन्छ यसरी यस्तो। माथि नै रोकिनु भयो त? साथीहरू चाहिँ माथि आउँदै हुनुहुन्छ, ग्याङ माथि पनि हुनुहुन्छ सामान बोक्दै। सागर भाइहरूले किरिनुहुन्छ। रेडी छ त त्यहाँ। ल यो एउटा सामान अब उतार्ने तार्ने यो अब पानीको भाडा साथीहरू चाहिँ बनाउनु पर्ने शुद्ध नेपाली चाहिँ लसुन हामी चाहिँ अघिदेखि मन्जुर दिनमै त्यो कुरामा हो र। यहाँ चाहिँ कटिङमा हुनुहुन्छ लक्ष्मी लिम्बू पार्टी चाहिँ राङ्गे मुरङ। हजुर त्यो त सुन्नेले एकजना बाजे हुनुहुन्छ नि, मतलब त भिडियोमा क्या म त के कस्तो भन्छ त्यस्तै पाटीचार मोरङ त डाइरेक्ट आउँछ त। मेरो त एकदम डाइरेक्ट हेलो साथीहरू, उहाँ चाहिँ भिडियो बनाएर पनि पानी भरेर आउँदै हुनुहुन्छ। यता माथि चाहिँ जाँदै हुन्छ अनि हामी पनि हिँड्यौँ अब एकछिन। तर घाम पसेको क्या, अघि चाहिँ कस्तो दामी थियो। उहाँहरू माथि जाँदै हुन्छ, हामी दुईजना लिपस्टिक लाउन बाँकी छ। लक्ष्मी लिम्बू लक्ष्मी राई हामी जाँदैछौँ साथीहरू। अब हाम्रो खानपिन कार्यक्रम बाँकी नै छ। यस म कुद्छु ल। ल उहाँ चाहिँ रनिङ दिँदै हुनुहुन्छ, म चाहिँ सक्दिनँ, म अलिक मोटाएको छु त्यही भएर यत्तिको रनिङ चाहिँ दिनै पर्ने हुन्छ। मेरै हाल्नुपर्ने छ अब एकछिन अनि ल। मेरो 28% मात्रै भएको छ। अहिले धेर नाटकमै यता चाहिँ यस्तो छ। अमृता मिस अब एक्लै होइन 5-6 जना छौँ। ए हो ए ल। लक्ष्मी मिस हजुर के खाँदै हुनुहुन्छ त्यस्तो? शान्ति मिस आउनु न। ल
साथीहरू हामी चाहिँ फर्किसक्यौँ आजको पिकनिक माथि पुगिसक्नु भयो यति छौँ हामी चाहिँ फर्किसक्यौँ पिकनिक चाहिँ आजको पिकनिक चाहिँ सकिसक्यो सामानहरू बोक्दै हुनुहुन्छ अनि हामी चाहिँ फर्किसक्यौँ 4 कति भइसक्यो अब चाहिँ घर पुग्नु पर्ने हुन्छ हामी कति भइसक्यो घर पुग्नु पर्ने हुन्छ अब हेर्दै गर्नु होला ताल चाहिँ यस्तो रहेछ यहाँ तर मिस माथि यो माथिदेखि बगेर आएको हो कि है यतादेखि हो ए चुटके लाइदियो चुटके सर मेरो हातले पनि हेर्ने क्या थोडा फरक म्युजिक यार एक मिनेट फलो गरौँ न